आमा र छोरीका बीचमा प्रेम। एका देशमा एउटी बुढिया थिए। उसकी एउटै मात्र छोरी थिए। छोरीको विवाह भयो। बुढियालाई भने सुख दुःखको घेराले आफ्नो जालमा फसाउन थाल्यो। छोरीको विवाह गरेको 3-4 वर्ष भइसक्दा पनि उसले छोरीलाई भेट्न पाएकी थिएन। बुढीलाई छोरीको प्रेमले सतायो र उसँग भेट गर्ने ठूलो इच्छा भयो। यसैले ऊ आफ्नी छोरीको घर जान तयार भई। एक दिन उसले आफ्नो घरमा तालचा मारी र गाउँघरका मानिससँग बिदा लिएर छोरीको घरतर्फ पाइला सारी। बाटो भयंकर थियो, तर छोरीको प्रेमले गर्दा त्यस्तो बाटो पनि पार गर्ने बुढियामा साहस आयो। यस्तो साहस गरी उसले आफ्ना पाइला सारी। आफ्नो दिलले पनि साहस दियो। बुढिया जंगलको छेउमा पुगी। ऊ हरिनाम जप्दै अघि सरिरहेकी थिए। दुर्भाग्यवश त्यसले एउटा स्यालको सामना गर्नु पर्यो। स्यालले भन्यो, बुढियामा, तपाईलाई नखाई छाड्दिन, म धेरै दिनदेखि भोकै छु। बुढियाले भने, पख पख, पहिले मेरो कुरा त सुन, अनि खाए खालास। हेर, म आज छोरीको घरतर्फ हिँड्दैछु। त्यहाँबाट म 1 महिनापछि फर्केर आउनेछु। अहिले मेरो स्वास्थ्य पनि राम्रो छैन। आउने बेलामा म मोटी भएर आउँली। त्यसै समयमा मलाई खालास। बुढियाको कुरा सुनेर सबै कुरा बुझी स्यालले पनि उसलाई बिदा दियो। बुढियालाई आफ्नी छोरीको मुख एकचोटि हेर्नसम्मका निमित्त जिन्दगी चाहिएको थियो, न कि अमर रहनका लागि। स्यालसँग बिदा भएर ऊ अघि सरी। बर्सातको खोला चाहिँ सबैलाई आश्वासन दिँदै ऊ अघि बढिरहेकी थिए। उसलाई अब केही पनि बाधा आइपर्दैन भन्ने उसले विचार गरेकी थिए। ऊ मस्तसँग गइरहेकी थिए। यस्तैमा नारदले वानरराज समक्ष बुढियाको आगमनको समाचार बयान गरे। वानरराजलाई अरू केही चाहिन्थ्यो र उसले हातमा कुमकुमको माला लिएर बाटामा बुढियालाई पर्खिरह्यो। बुढी पनि केही बेरमै त्यही आइपुग्यो। वानरराजले आफ्नो कार्य सिद्ध गर्नका लागि उसलाई त्यो मालाले स्वागत गर्यो र भन्यो, बुढियामा, म तपाईलाई नखाई छाड्दिन। बुढियाले स्याललाई झैं भन्न लागि, तर बाँदरले मानेन। यसै बीच बाँदरको पूरा फौज पनि त्यहाँ आइपुग्यो। सबैले आफ्नो नाचगान सुनाउन थाले। ससाना बच्चाहरू त मग्न भएर बुढियाको कपालमाथि नाच्न थाले। बुढिया अन्यलमा परी। अब के गर्ने? उसले क्षमा याचना गर्ने विचार गरी र भने, म तपाईहरूलाई छोरीको घरबाट आएको दिन मेरो प्राण दिएर जानेछु। बाँदरहरूले बुढियाले सत्य बाचाको कबुल गर्नुपर्छ भने। तिनीहरूले भने, हामी जंगलका रक्षक हौं। जंगलमा आएका मानिससँग कर लिनु हाम्रो कर्तव्य हो। यदि हामी कुनै गाउँमा गयौं भने गाउँलेहरूले हामीमाथि कुकुर आदि लगाउँछन् र नराम्रो व्यवहार गर्छन्। यसको बदला हामीले पनि लिनै पर्छ। यसमा केही फरक हुने छैन। बुढियाले सत्य बाचाको कबुल गरी र त्यहाँबाट बिदा भई। अलिकति मात्र के पाइला सारेकी थिए, फेरि उसको भेट देवदाससँग भयो। पहिले त बुढियाले महर्षि र चारैतर्फ बस्ने शिष्यहरू होलान् भन्ने सम्झे, तर जब नजिक पुगी ऊ भयभीत भई र भुइँमा लडी। त्यहाँ बाघको सभा थियो। उनीहरूको राजाले बुढियालाई भन्यो, बुढियामा, म आफ्ना छोराछोरी सहित 15-20 दिनदेखि भोकै छु। यसकारण आज हामी तपाईलाई नखाई छोड्दैनौ। अब बुढियालाई आपत पर्यो। कहाँ छोरीको मुख हेर्नु? यहाँ त छोरीको बाबुको मुख देखाइसक्यो। अनि बुढीले सास बटुलेर भनी, होइन वनराज, मलाई आज छाडिदिनुहोस्। जुन दिन म आफ्नी छोरीको घरबाट फर्कोला उसै दिन मलाई तपाईँ खानुहोला। बाघले बुढियाको यस कुरामा विचार गर्यो र बुढी आमालाई किन दुःख दिनु भनेर छाडिदियो। अलि पर जाँदा बुढियाले फेरि अर्को काललाई भेटी। त्यो काल थियो भालु। भालुले पनि दाउ बाँकी राखेन। त्यसै भन्यो, तर बुढिया भालुलाई पनि अरूलाई झैं नै भनेर अघि सरी। अलि पर जाँदा फेरि चितुवा र अरू जनावरहरूले हैरान गरे। बल्ल बुढिया सबैलाई शान्त गरेर आफ्नी छोरीको घर पुगी। छोरीलाई उसले बाटोको केही हाल पनि भनिन। ऊ अलमस्त भएर छोरीको घरमा रहन थाली, तर आन्तरिक वेदनाले बुढियालाई सताउन छाडेन। घर फर्कने बेला पनि हुन थाल्यो। बुढिया पनि चुप रहन सकिन र आफ्नी छोरीसँग बाटाको सबै हाल भन्न थाली। आखिरमा छोरीले एउटा योजना बनाई। घर जाने दिन आयो। छोरीले आफ्नी आमालाई प्रणाम गरेर एउटा चिन्डोभित्र हाली अनि चिन्डोलाई बाटो बताएर बिदा गरिदिए। चिन्डो बाटो जाँदै थियो। जंगली जनावर पनि त्यसै बुढियाको प्रतीक्षामा 1 महिनासम्म आशले आफ्नो ठाउँमा बसेका थिए। कुनै आश्वासन पाएर त कुनै सत्यको फन्दा लिएर।
तर एउटा वनराज मात्र यस्तो थियो जसले पहिलेदेखि पक्का गरेको थियो, त्यसैले ऊ बाटामा जमेर पर्खिरहेको थियो। स्याल पनि मग्न भएर बुढियाको बाटो हेरिरहेको थियो, तर आफ्नो लक्ष्यमा को सफल हुन्छ भन्ने कसैलाई पनि थाहा थिएन। चिन्डो अघि बढ्दै गयो र जंगलमा गमन गर्न थाल्यो। बुढिया निर्भय भएर चिन्डोको चालकको पदमा बसेकी थिए। ऊ आफ्नो चिन्डो रूपी रथलाई वेगसँग दौडाइरहेकी थिए। अर्कातिर चितुवा पनि बुढियालाई उसलाई धोका दिए कि भनेर गौर गर्दै थियो। त्यस दिनदेखि आजसम्म कोही पनि त्यहाँ आएको थिएन। यदि त्यस बखत बुढिया आएकी भए ऊ जिउँदो छाड्ने थिएन। यसैबीच बुढियाको रथ मोडमा पुग्यो र चितुवालाई ठाउँ छुटाउनका लागि उसले आवाज दियो। पहिले त चितुवाको होस हवास नै गुम भयो, तर पछि उसले साहस गरेर चिन्डो रूपी रथसँग सोध्यो, चिन्डो, ए चिन्डो, मेरी बुढी आमालाई देख्नु भएको थियो? बुढियाले रथभित्रबाट कड्केर भनी, मलाई तिम्रो बुढी आमाको कुरा के थाहा? लौ हिँड चिन्डो, बाटै बाटो। यो सुनेर चितुवा हैरान भयो। अब के गर्ने? अब बुढियाको रथ महर्षि वनराज बाघको दरबारमा पुग्यो। रथ आएको आवाज सुन्ने बित्तिकै महर्षिका ससाना बच्चाहरू भयभीत हुँदै एउटा कुनामा गएर थरथर काम्न थाले। महर्षि बाघको मन पनि डगमगायो। बुढियाले त्यस दिनको पक्का बदला लिए र अघि बढी। बाघ पनि त्यसै बस्न सकेन र चिन्डोसँग सोध्यो, दाजु, ए दाजु, के तिमीले हाम्री बुढी आमालाई देखेका थियौ? रथले भन्यो, मलाई के थाहा तिम्री बुढी आमाको कुरा? लौ हिँड चिन्डो, बाटै बाटो। यस्तो कुरा सुनेर बाघ पनि वाल्ल पर्यो र बुढियाको करतुत सम्झन लाग्यो। ऊ रिसाएर भन्न थाल्यो, बुढिया आएकी भए म त्यसलाई काँच्चै खाने थिएँ। त्यो रिस उसले एउटा रुखमाथि पोख्यो। उसलाई रिसले आँखा नदेख्ने बनाएको थियो। ऊ रुखलाई नै बुढिया सम्झेर दाँतले काट्न लाग्यो। यसो गर्दा उसका सब दाँतहरू त्यसै रुखमा टाँसिए र उसको मुखबाट रगतको धारो बग्न थाल्यो। बुढिया अब बाँदरको सेना कहाँ पुगिसकेकी थिए। त्यहाँ उसले रथ आइपुगेको आवाज दिँदा बाँदरहरू सबै चिन्डोलाई हेर्न आए। उनीहरूले सोधे, चिन्डा, ए चिन्डा, तिमीले हाम्री बुढी आमालाई देख्यौ? चिन्डोले जवाफ दियो, होइन दाजु, मैले तपाईँकी बुढी आमालाई देखिन। हिँड चिन्डो, अब बाटै बाटो। चिन्डो सँगसँगै बुढिया पनि गइरहेकी थिए। बाँदरहरू त्यहीँ पर्खिरहे। अन्त्यमा तिनीहरूलाई पनि रिस उठ्यो र तिनीहरू पौलाए चाहिँ गरी चल्न थाले। बुढिया भने खुसीले मस्त भइरहेकी थिए। नारदलाई बुढिया त्यतिका जनावरसित स्याललाई पनि ठग्न सफल भई भन्ने सूचना दियो। उनलाई भनियो, यसकारण तपाईँ गएर स्याललाई सूचना गरिदिनुहोस् र ठगिएका जनावरलाई पनि। नारदले आफ्नो वीणा लिई नारायण नारायण भन्दै स्याल कहाँ गएर उसलाई पुरै वृत्तान्त सुनाइदिए। त्यसै बेला चिन्डो पनि आइपुग्यो। स्यालले भन्यो, चिन्डो, ए चिन्डो, के तैँले बुढीलाई देखिस्? चिन्डोले भन्यो, देखिन, लौ हिँड चिन्डो, बाटै बाटो। तर स्याल आफ्नो तीव्र बुद्धिले चिन्डोको सामान्य गयो। ऊ दगुरेर अघि बढ्यो र बाटामा उसले एउटा ठूलो किलो गाडी दियो। बुढियालाई अपार आनन्द भइरहेको थियो, तर अचानक रथको धुरो टक्रायो र चिन्डो फुट्यो। स्यालले भन्यो, मलाई त जरुर शङ्का थियो, कहीँ चिन्डाले पनि मानिसले झैँ बोलेर आज्ञा दिन्छ। उसले जनावरले भन्यो, मैले बुढियालाई भेट्टाएँ, तपाईहरू सबै आउनुहोस्। यो सूचना पाएर जनावरहरू आए। बुढियाले भनी, तिमीहरू मलाई खाने भए खाओ, तर पकाएर खाए राम्रो होला। सबैले त्यसै गर्न स्वीकार गरे। बुढिया आगो लिएर आई। आगो हुर बल्यो। जनावरहरूले एकै स्वरमा भने, लौ आगोमा हाम फाल। बुढियाले भनी, पख, खरानी हुन देऊ। जब खरानी भयो अनि बुढिया चिसो खरानीको बीचमा गएर बसी र आफ्नो चारैतर्फ भएका जनावरलाई भनी, तिमीहरू सबै मिलेर मलाई खाओ। हुन्छ भनेर सबै जनावर ध्यान गर्न थाले। बुढियाले पनि खरानी लिएर सबैका आँखामा भरिदिए। जनावरहरू आँखा